दर्शकवृन्द बालेन्द्र शाहको क्रेज हो यो हेर्न सक्नुहुन्छ तपाईले नेपालगञ्जको दृश्य हो यो नेपालगञ्ज एयरपोर्टबाट निस्कने बित्तिकै यति बेला बालेन्द्र शाह युवाहरूबाट घेरिएका छन् युवाहरू एउटा फोटो खिच्नको लागि उनलाई हेर्नको लागि उनीसँग बोल्नको लागि उनीसँग हात मिलाउनको लागि यसरी लालायित भएका छन् हजारौं युवाहरूले यति बेला बालेन्द्र शाहलाई घेरिरहेका छन् सुदूरपश्चिम यात्रामा निस्किएका बालेन्द्र शाह यति बेला एयरपोर्टबाट निस्कने बित्तिकै जुन मात्रामा युवाहरू त्यसैगरी वृद्धहरू आम जनताबाट घेरिएका छन् पक्कै पनि यहाँबाट अनुमान लगाउन सकिन्छ बालेन्द्र शाहको सुदूरपश्चिमको क्रेज हो यो दर्शकवृन्द। यो बालेनको त अब खै कस्तो क्रेज हो, हजारौं बालेन चाहिँ निस्किनै पर्छ। अब सबैले विश्वास गर्छन्, सबैले नेपालको जनताहरूले विश्वास राख्छन् कि विकास गर्न सक्ने भने एउटा मान्छे मात्रै हो जो पनि बालेन। त्यही हो, मेयर भएपछि बालेनले धेरै विकासहरू गरेका थिइन्, त्यस्तै अब सबैको जनताको मन जितेका छन् त्यही विकासहरूको कारणले। नयाँ पिँढीलाई अहिले ठाउँमा पुर्याउनु पर्छ। अहिले 76 जना जुन बच्चाहरूका हत्या भयो त्यसको घाउ आलो छ। प्रत्येक बच्चाका बाबुआमाले भोट अहिले बालेनलाई दिन्छ। खासमा अब यो देश बिगार्ने धेरै नेताहरू थियो होइन, अहिले चाहिँ बालेनलाई धेरैजनाले सपोर्ट गर्छन् किनभनेपछि नेपाललाई त्यो राम्रो बनाउँछन् भनेर, विकास गर्छन् भनेर। त्यही भएर उहाँहरूलाई एउटा विश्वासको भावनाले होइन उहाँलाई राम्रो लाग्छन् र उत्कृष्ट हुन्छन् उनीहरू। तपाईँको घरको अभिभावक पनि 70 बेसी छोराले पद लिन थाल्छ क्या, उसले व्यवहार चलाउन थाल्छ। छोरो अलि बुढो असी टाठो आयो भने नातिले गर्छ, त्यो हो नि त तरिका त। त्यही दिमाग बुढो दिमाग एकहोरो लागिरहेछ उठिरहेछ भनेको छ। कति पाउँदै गौतमको इन्टरभ्यू हेर्नु भएन, मेरो त जाहिर हो नि यो नहुने अन्त म कहाँबाट खाने भन्दा प्रष्टै भनेको छ। अनि अहिलेको सबै नेता ताल त्यही हो, रोजगार छ कतै छैन। सबै जनताको हातमा छ, जनताले जसलाई जिताउँछन् उही हुनुहुन्छ। बालेन शाह हुनुपर्छ चाहिँ अहिलेको यो जेनेरेसनमा चाहिँ अहिलेको यो शिक्षित पढाइ लेखाइ एकजना लिडर चाहिँ हुनुपर्छ क्या। जस्तै कि अब पहिलाको प्रधानमन्त्रीहरू कस्तो हुनुहुन्थ्यो, उहाँ कतिको एजुकेटेड हुनुहुन्थ्यो त्यो थाहा छैन हामीलाई होइन, उहाँहरू कतिसम्मको पढे लेखेको हुनुहुन्छ त्यो थाहा छैन। अब अहिलेको जेनेरेसनमा उहाँ एकदम इम्पोर्टेन्ट नै हुनुहुन्छ क्या। उहाँ भयो, रवि दाई भयो, अहिले यहाँ हजारौँ उहाँ एकजना या दुईजना हुनुहुन्छ भने अहिले हजारौँ बालेन चाहिँ निस्किनै पर्छ क्या। देश बनाउनको लागि तपाईँले या मैले मात्रै प्रोसेस गरेर त हुँदैन नि त, हामी हजारौँमा एक हुनुपर्छ नि त हामी चाहिँ होइन। मेरो मान्यता चाहिँ त्यही हो। बालेनले बाजी मार्दै हुनुहुन्छ। सजिलो त छैन, फेरि सजिलो त झापातिर सजिलो त गड गाडेर बस्नु भएको के सर यस्तो हो नि त। सजिलो के छ ल भनेपछि त घरमा पकाइराखेको खाना पनि हतार खाँदा हात पोल्छ मुख पोल्छ। सजिलो के छ ल भनेपछि त जे कार्य गर्नुहोस् जुन कार्य गर्नुहोस् पहिला थालनी त आफूबाट हुनु पर्यो। उहाँले आफूबाट थालनी गर्नुभयो क्या। झापामा बालेनको कमान सम्हाल्दै श्रीमती सबिना घन्टीले जे होस् राम्रै गर्छ भन्ने आश जनतामा बोकिरहेको छ, त्यही आशा नमरोस् त्यति नै हो। एवं रीतले उहाँको जित सुनिश्चित हुन्छ भन्ने कुरामा हामी विश्वास छौँ र जनताले यदि त्यो चाहिँ नि सोचेनन् भने देश कहाँ पुग्छ भन्ने कुरो पनि जनतालाई एउटा लाटालाई पनि थाहा भइसकेको अब। बालेन शाहको पनि अहिले आएर चाहिँ झनै खतरा ठाउँमा भएको ऊ भित्र चाहिँ छिरे चाहिँ उहाँ चाहिँ अहिले चाहिँ जङ्गेर हिँडिराख्नु भएको छ। उहाँले अवश्य नै जित्छ। अब आउने भावी दिनहरूमा चाहिँ बन्ने प्रधानमन्त्री उहाँ नै हुन्छ जस्तो लागिरहेको छ। झापाका चाहिँ बुद्धिजीवी एउटा सर्कलहरू अब उनीहरूले केही अध्ययन एक दुई दिनभित्र अध्ययन गर्दैछन्, कतिपय अब बालेनज्यूलाई भेट्न आइसकेका छन्। दर्शकवृन्द झापा निर्वाचन क्षेत्र नम्बर 5 अन्तर्गत दमक 9 मा राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा आज बिहान सम्पन्न मतदाता भेटघाट तथा घर दैलो कार्यक्रममा बालेन पत्नी श्रीमती सबिना काफ्ले उपस्थित भएकी छिन्। उराव बस्तीबाट सुरु भएको घर दैलो कार्यक्रम पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाई चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमा पुगेर समापन भइरहँदा आम मतदाताबाट अथाह प्रेम र माया बटुलेका छन्। आश लिएर नै हामी यसरी हिँडिरहेको छ नि, यसले आश दिन्छ, यसले राम्रो गर्छ, उसले राम्रो गर्छ भनेर हामी हिँडिरहेको थियौँ नि। तर खासै यिनीहरू सब भ्रष्ट मात्र रहेछ भन्ने कुरो अहिले आएर चाहिँ हामीले यसरी थाहा पायौँ। योभन्दा अगाडिले नै अब यसरी लुट्दै आएको थियो, अब आउने नयाँहरूले सायद यसरी लुट्दैन होला भनेर हामी यसको पछि लागिरहेका छौँ। प्रणाली कुन कसरी जाने, नेपाललाई कुन सिस्टममा लाने भन्ने कुराहरूको एउटा अध्ययन गर्ने बुद्धिजीवीहरू झापामा छन्। त्यसैले गर्दा उनीहरूले अब बालेनज्यूलाई भेट्ने प्रक्रिया अगाडि बढिरहेको छ। त्यसैको लागि पनि उहाँले चाहिँ नि त्यो सुशासनको एउटा खाकाहरू छर्दै हिँड्नु भएको छ र पक्कै पनि अब आउँदो जुन चुनावको लागि
अब जब उहाँले चाहिँ एउटा त्यहाँको चाहिँ भ्रमण गर्नुभएको छ त्यसभित्र बिस्तारै चाहिँ थिङ्किङ भएर वेयरनेसिङबाट चाहिँ सबै मान्छेहरू उहाँसँग गोलबद्ध हुँदैछन्। देशले आशा गर्न सक्ने पात्रहरू हुन् भने यिनीहरू अब आशा हामी आफैबाट चाहिँ गर्नुपर्छ, किनकि आश लिएर नि हामी यसरी हिँडिरहेको छ नि। यसले आश दिन्छ, यसले राम्रो गर्छ, उसले राम्रो गर्छ भनेर हामी हिँडिरहेको थियौँ नि। वास्तवमै एउटा 10औं 20औं वर्ष पछाडिको यो परिवर्तन यो वास्तवमा के छ भन्दाखेरि अब यो राज्यमा एउटा विखण्डन, विकृति, विसङ्गति, स्थिर सरकार कहिले पनि आएन होइन। स्थिर सरकार कहिले पनि, त्यो चाहिँ अस्थिर सरकार र कुर्चीको मात्रै मोलमोलाई, खालि राज्यमा चाहिँ एउटा हालीमुहाली र एउटा दबदबा भन्दा अरू केही पनि भएन राज्यमा। त्यो कारणले गर्दा भ्रष्टाचारको एउटा चाहिँ पुरै चाहिँ तपाईँको राज्यको भ्रष्टाचार र तपाईँको कुर्चीको एउटा चाहिँ नै होइन संयोग मात्रै मिलाउने पार्टीहरू मात्रै भए। त्यसैले नेपाली जनताहरूले बुझे, त्यो नेपाली जनताले मात्रै नबुझिकन विश्व मित्र राष्ट्र भारतहरू विभिन्न किसिमबाट पनि यस्तो विकृतिहरू बुझेका कारणले आज यो नेपाललाई चाहिँ अलि सुशासनयुक्त बनाउनको लागि केही फड्को मार्न दिनुपर्छ भन्ने कुरो सबैको चाहिँ नि एउटा चाहना हो। त्यो कारण हो भन्दैछु मैले, यो खालको यो अवस्था आइसके पश्चात मित्र राष्ट्र, देशी विदेशी शक्ति, नेपाली जनताहरूले अहिले गुमराहमा परिरहेको अवस्था, राज्यको एउटा चाहिँ नेतृत्व वर्गले, कुनै पनि पार्टीहरू छन्, त्यो सबै आफ्नो कुर्सीभन्दा बाहिर नगएपछि देश अहिले के भयो त भन्दाखेरि सबै जनताहरू चाहिँ बुझिसके अब यो यिनीहरूले के गर्न सक्दैन भनेपछि अब बुद्धिजीवी सर्कलहरूले अब चाहिँ नि यहाँ यिनीहरूलाई छोड्नुपर्ने स्थिति छैन। अब केही गर्नुपर्छ भनेर राजसभा जस्तो एउटा घन्टी पार्टी 79 सालबाट चाहिँ सिर्जना भयो। त्यसपछि एवं नयाँ पार्टी सिर्जना हुनुमा यो सबै एउटा के हो त नेपालको विकृतिसँग सम्बन्धित छ। त्यसैले यो विकृतिलाई चिर्न त तपाईँको अलिकति लबिङ त गर्नु पर्यो बालेनज्यूहरू होइन। हामीले केही हल्ला त गर्नु पर्यो विकृति चिर्नको लागि। त्यसैले तपाईँ भन्नुभयो नि ठाउँ ठाउँमा जाने, ठाउँ ठाउँमा एउटा दुःख पाउने होइन, क्रिस्चियन धर्मले जस्तो मेरो धर्ममा जाउँ भनेर चाहिँ भन्न गएको होइन। हामी देशमा परिवर्तन गर्नुपर्छ, अत्याचार भयो, यसको लागि अब जनताहरूको सुशासन, लोकतन्त्र चाहिँ एउटा चाहिँ भनौँ न सामाजिक न्याय प्रष्ट रूपमा आएको छैन। किन भन्दा लोकतन्त्र र गणतन्त्र त शब्द आयो नि, समानताका शब्द आयो, दलितका शब्द आए, सबै कुरा त आयो नि, तर त्यहाँ सुशासनका कुराहरू आएनन्, गरिब जनताहरूका कुरा आएनन्, त्यहाँ तल ग्रास लेभलसम्मको विकासका कुराहरू आएन, विभिन्न खानीहरू जस्ताहरू पत्ता लगाउने कुराहरू आएनन्, आविष्कारका कुराहरू आएनन्। यहाँ नेपालको जति पनि एउटा डेभलपमेन्ट हुन्छ नि सबै कुराहरूको ठुला ठुला रकमका भ्रष्टाचार नगरेपछि सबै कुराहरू त्यहाँ समाधान हुन्छ।